हाँगाहरू छाँटकाट गर्दाखेरि सामान्यतया हामीले 3 तरिकाले काट्न सक्छौं अनि प्राय बोटमा सामान्यतया 3 किसिमका नै हाँगाहरू हुन्छ। सबैभन्दा पहिला पुरानो हाँगा, त्यसपछि वसन्तमा पलाएको अनि त्यो भन्दा माथि गर्मी महिनामा पलाएको हाँगा। जस्तो यसमा देख्न सक्नुहुन्छ यो सबैभन्दा तलको पुरानो हाँगा भयो, यो आँख्लो भन्दा माथि चाहिँ वसन्तमा पलाएको हाँगा भयो भने अब यो आँख्लाबाट माथि पलाएको हाँगा चाहिँ गर्मी महिनामा पलाएको हाँगा हो। यसको माथि चाहिँ एउटा अथवा एउटा भन्दा बढी आँख्लाहरू पलाएर धेरै हाँगाहरू पनि पलाउन सक्छन्। अब हाँगा काट्ने पहिलो तरिकामा चाहिँ यदि हुर्किसकेको बोट छ र यो बोट यहाँ भन्दा अग्लो नहोस् भन्ने चाहनुहुन्छ र अर्को वर्ष पनि यति नै फलोस्, यसरी नै फलोस् भन्ने चाहनुहुन्छ भने चाहिँ हामीले वसन्त ऋतुदेखिकै हाँगा काटेर फालिदिनु पर्छ। योबाट फेरि अर्को वर्ष पनि हामीले वसन्तमा यसरी नै हाँगा लिक्छौँ र त्यसमा फेरि फलाउँछौँ, त्यसरी काट्न सकिन्छ। यसबाट चाहिँ के हुन्छ भने बोट अब यो भन्दा माथि जान पाएन, पोहोर जसरी फल्याएको थियो अर्को वर्ष पनि त्यसरी नै फल्छ। दोस्रो तरिका भनेको चाहिँ बोटलाई हुर्काउनु पर्ने केसमा हामीले अब यसमा वसन्तको हाँगालाई राख्छौँ, आँख्ला भन्दा तलबाट काट्दिन्छौँ। यो चाहिँ हाम्रो सेकेन्ड तरिका, बोटलाई हुर्काउने तरिका है त। अब तेस्रो तरिकामा पनि हामीले काटेर फाल्ने त यो गर्मीमा पलाएको हाँगालाई नै हो। के फरक छ भने दोस्रो तरिकामा चाहिँ हामीले यो गर्मीमा पलाएको हाँगाको यो आँख्लो भन्दा तलबाट काटेर बोटलाई हुर्काउन खोजेका थियौँ। तेस्रो तरिकामा चाहिँ अब हामी यो आँख्ला भन्दा तल काट्दैनौँ, आँख्ला भन्दा माथि काट्छौँ। आँख्ला भन्दा माथि काट्दिएपछि चाहिँ यो आँख्लाबाट मात्रै धेरै हाँगा पलाएर आउँछ, गुजुक्क भएर पलाउँछ। यसरी छाँटकाट गर्दाखेरि बोटलाई हाँगाहरू भाँचिनबाट जोगाउन सकिन्छ।